यो छोरा मान्छेहरूलाई कति गाह्रो छ है। आमामा कति धेरै जिम्मेवारी हो। आमामा छोरा मान्छेहरू कहिले फ्यामिलीसँग बस्नै पाउँदैनन् कि भन 16-17 वर्षसम्म बस्नुहुन्छ होइन, त्यसपछि आफ्नो जिम्मेवारीहरू काममा पर्छ क्या। अनि त्यो आफ्नो जिम्मेवारी पुरा गर्नलाई कोही विदेश जानुहुन्छ, कोही घर छोडेर जानुहुन्छ होइन। छोरी मान्छेलाई त त्यस्तो कर काप चाहिँ हुँदैन त्यति। छोरा मान्छेलाई त अब गर्नै पर्छ, तैँले नगरे कसले गर्छ भने जस्तो हुन्छ नि त होइन। कति गाह्रो छ मामा। वास्तवमा भन्नुपर्दा त छोरा मान्छेको घर चाहिँ माइत हो कि, किन भन्नु अब कति आउनुहुन्छ 1 वर्ष विदेश जानुहुन्छ होइन, 2-3 वर्ष बस्नुहुन्छ अनि आउनुहुन्छ 1-2 महिना 3-4 महिनालाई मात्र त बस्नुहुन्छ नि बढीमा, फेरि जानुपर्छ कमाउन। कति गाह्रो छ। बाबुआमासँग बस्न पाउनु, छोराछोरीसँग बस्न पाउनुहुन्न, श्रीमतीसँग बस्न पाउनुहुन्न। कति गाह्रो छ छोरो मान्छेलाई। कहिले आफ्नो ख्याल गरेर बस्नुहोस् तपाईँहरू जो टाढा टाढा हुनुहुन्छ। है त यस्तै रहेछ भनेर जिन्दगी चित्त बुझाएर बस्नुहोस्, राम्रो गर्नुहोस् है त।